एक समयको कुरा हो, एउटा सानो गाउँमा गरिब किसान बस्थे। उनको नाम बिरे थियो। बिरेको परिवार सानो थियो, श्रीमती र 2 छोराछोरी। उनीहरूको जीवन एकदमै साधारण थियो। उनीहरूको खेतमा उब्जिएको अन्न र जङ्गलमा पाइने सागसब्जी नै उनीहरूको खाना थियो। एक दिन गाउँमा ठुलो अनिकाल लाग्यो। सबै खेतबारीहरू सुके, अन्नको अभाव भयो। गाउँलेहरू भोकले छटपटाउन थाले। बिरेको परिवार पनि भोकले कमजोर हुँदै गयो। तर बिरेले हिम्मत हारेनन्। बिरेले आफ्नी श्रीमतीलाई भने, चिन्ता नगर, हामी जङ्गलबाट सिस्नु ल्याएर झोल बनाउँछौँ। बिरे र उनकी श्रीमती जङ्गलमा गए, सिस्नु टिपे र ल्याएर झोल बनाए। सिस्नुको झोल तातो र स्वादिष्ट थियो। बिरेको परिवारले पेटभरि खायो। गाउँका अरू मानिसहरूले पनि बिरेको परिवारले सिस्नुको झोल खाएको देखेर उनीहरूले पनि सिस्नुको झोल बनाएर खाए। सिस्नुको झोलले गाउँलेहरूलाई भोकबाट बचायो। अनिकाल सकियो, खेतबारी फेरि हरिया भए। तर बिरेको परिवारले सिस्नुको झोल खान छोडेन। उनीहरूलाई सिस्नुको झोल मन पर्न थाल्यो। एक दिन गाउँको मुखियाले बिरेलाई बोलाएर भने, बिरे, तिमीले अनिकालमा गाउँलेहरूलाई बचाउन ठुलो काम गर्यौ। तिमीलाई म केही पुरस्कार दिन चाहन्छु। बिरेले भने, मुखियाज्यू, मलाई कुनै पनि पुरस्कार चाहिँदैन। म आफ्नो परिवारसँग सन्तुष्ट छु। हामीलाई सिस्नुको झोल र साधारण जीवन नै काफी छ। मुखिया बिरेको सरलता र सन्तुष्टि देखेर प्रभावित भए। उनले बिरेलाई भने, तिमी साँच्चीकै महान छौ। तिमीले हामीलाई सरलताको महत्त्व सिकायौ। यस कथाले सिस्नुको झोलको माध्यमबाट सरलता र सन्तुष्ट जीवनको महत्त्वलाई दर्शाउँछ। बिरेले कठिन परिस्थितिमा पनि साधारण जीवन र प्रकृतिमा पाइने खानाको महत्त्व बुझेर आफ्नो परिवारको साथसाथै गाउँलेहरूलाई पनि बचाए।